हेलो एभ्रिवान। आज चाहिँ मेरो हस्बेन्ड अभिको बर्थडे भएको कारणले गर्दाखेरि अनि किचनमा उसको फेभरेट कुरा मिठो कुरा बनाउन जाँदैछु। खासै मिठो त पकाउनु आउँदैन, त्यही पनि मैले चाहिँ आज फर्स्टमा चाहिँ चिकन रोस्टको तयारी गरेछु। यो पाकेपछि देखाउँछु है त म कस्तो हुन्छ भनेर। अनि म चाहिँ सुरुमै यसो उठेर किचनमा गएर चिकन मोलमाल गरेर अब यसलाई चाहिँ यसो यो पनि 2-4 घन्टा फ्रिजको दर्शन गरोस् न भनेर छोडिदिनु पर्यो भनेर ऱ्याप गर्न खोजेको। ऱ्याप खोल्दै नखोलेर मलाई यस्तो गाह्रो भएको थियो त्यो दिन। यति धेरै मैले कोसिस गर्दा नि कहिले कताबाट च्यातिने कहिले कताबाट च्यातिने। मलाई त आज ऱ्यापले पनि साथ नदिएको जस्तो फिल भइरहेको थियो। तर नि कोसिस गर्दा कता हो कि जस्तो पनि भएको थियो है। यो एकचोटि बिग्रिसके जस्तो अर्कोचोटि खोल्न एकदम धेरै गाह्रो पर्ने कि एकचोटि बिग्रिसकेपछि। अनि तर पनि भन्छ नि डर के आगे जिते भने जस्तो कि गर्दा नि मलाई यो उखान टुक्का चाहिँ आउँदैन। त्यही पनि मैले यो चाहिँ खोलेँ होइन। अनि त्यसपछि धेरै टाइम भइसकेको थियो मेरो यो ऱ्याप खोल्नलाई मात्र। त्यसपछि मलाई एक त त्यो दिन हतार थियो अनि म एक्लै थिएँ है। त्यसै कारणले गर्दाखेरि चाहिँ मलाई यो अलिक जति सक्दो छिटो मलाई फ्रिजमा राख्नुपर्ने थियो। अनि मैले कोसिस गरेपछि ऱ्याप त भइरहेछ, तर पनि राम्रोसँग चाहिँ जसरी हुनुपर्ने अरू बेला हुन्थ्यो त्यसरी भएको थिएन। हतारको बेला लतार भने जस्तो के मैले कति हतार गर्छु, सबै कुरा छिटो गर्छु भनेर सोचेको थिएँ। तर यो ऱ्यापले मेरो 1 घन्टा त यत्तिकै मसँग बिताइदियो होला। तर पनि फेरि त्यस्तै गरी बिग्रियो। अब कहाँबाट खोल्ने भन्दै फेरि म हेरिरहेको छु है। अनि त्यसपछि खासमा कुरा के भन्दाखेरि म चाहिँ उसको बर्थडे चाहिँ होइन, हामी अब 7 इयर्स रिलेसनसिप पछि चाहिँ हाम्रो बिहे भएको थियो। अनि बिहे भएको चाहिँ अहिले हाम्रो ठ्याक्कै 2 वर्ष भयो। अनि 2 वर्षमा चाहिँ फर्स्ट वर्ष चाहिँ बल्ल उसको छुट्टी मिलेको भएर हामीले ठ्याक्कै उसको बर्थडेमा चाहिँ 1 घन्टाको लागि ठ्याक्कै 1 घन्टा मात्र बाँकी थियो कि उसको बर्थडे सकिन। 11 बजी चाहिँ हामीले ठ्याक्कै एयरपोर्टमा उसको ल्यान्ड पाएर अनि हामी लिन गएर अनि हामीले छिटो रुममा लिएर आएर 12 बज्नुभन्दा आधी घन्टा अगाडि केक काटेको थियौँ कि। अनि यो वर्ष चाहिँ म आफै यता अस्ट्रेलिया आएको छु नि त। अनि त्यो कारणले गर्दाखेरि चाहिँ म उसको बर्थडे मैले भने जस्तो मैले सोचेको जस्तो गर्छु भनेर सोचिरहेको थिएँ। तर पनि मैले चाहिँ कत्रो ठुलो इच्छा ल्याएको थिएँ कि म उसको बर्थडेमा यो गर्छु त्यो गर्छु भनेर। तर मबाट चाहिँ अब एउटा ऱ्याप खुलाइ भइरहेको थिएन होइन। यत्रो मेहनतपछि फाइनली निस्क्यो। हुन त सबैभन्दा गाह्रो काम नै यही लाग्छ हो, पकाउनु भन्दा पनि। हातमा त बस्दैन कि यो त बिग्रेको यहाँबाट गइसक्यो। फेरि बिग्रेको गर्छ नि। नआएर हो भनौँ भने कहिलेकाहीँ त सबै राम्रोसँग हुन्छ, आएर हो भनौँ भने यस्तो हुन्छ। फाइनली रेडी भइसक्यो, जान नि भारी हो। अब म रेडी गर्न जाँदैछु बफ छोइलाको लागि चाहिँ अब मासु काट्नु पर्यो नि त। अनि मैले यस्तो मासु चाहिँ कहिले काटेको थिइनँ है। अनि मैले फर्स्टचोटि काटेँ भएर अलिक नकाट्न आउने थाले जस्तो देखिरह होला। यो चाहिँ मेरो फर्स्ट टाइम मासु कटाइ थियो। अनि मैले फाइनली सबै काट्न सुरु गरेँ। अनि काटेर यत्तिको भएको थियो है। मैले यसरी पिस बनाएको थिएँ। अनि मैले एउटा प्यानमा तेल बसालेर पहिला मैले मासु हालेर हेरेँ प्यान तातेँ कि नै भनेको अलिक कम तातेको रहेछ तेल। अनि त्यसपछि होइन अब जति ताते नि म फेरि सबै हालिदिन्छु भनेर मैले हाल्न सुरु गरेँ। अनि यस्तो हाल्दै गएँ, त्यसपछि यस्तो भएको थियो। अनि मैले अघिको चिकन रोस्टको पनि निकालेँ यसरी। अब त्यसलाई फ्राई गर्नु थियो। अनि मैले सबै खाना बनाएको भिडियो चाहिँ हाल्न सकिनँ है। अनि मैले पछि रेडी भइसकेपछि चाहिँ यसरी देखाएको थिएँ किनभने मसँग टाइम नै थिएन, किनकि यो सबै मलाई टाइममा रेडी गर्नुपर्ने थियो। अनि कस्तो यम्मी देखिरहेछ है। तर यम्मी भए पनि नभए पनि सबैले कस्तो मन पराएर खाइदिनु भएको थियो। अनि मलाई एकदम खुसी लागिरहेको थियो। भनिन्छ नि मान्छेले आफूले पकाइसकेपछि अरूले मिठो मानेर खाइदियो भने त्यो कुरा फेरि बनाऊँ जस्तो हुन्छ है। अनि
त्यसैले सबैले मिठो मानेर खाइदिनु भएको थियो। अलिअलि तारिफ पनि सुनेको थिएँ, एकदम खुसी लागिरहेको थियो। अनि यति नै हो मैले बनाएको खानेकुराहरू चाहिँ। अनि यस पछाडि चाहिँ हामी बर्थडेतिर लाग्यौँ है त। I wish you happy, happy birthday, happy birthday, happy, happy birthday to you. Wish you happy, happy birthday, happy birthday, happy, happy birthday to you. अलि भाल्नु न मजाले। Happy birthday, Avinash. Happy birthday to you. सक्यो त गाना यति छोटो हुन्छ। Happy birthday होइन देखाइदिएको केक देखाइदिएको खै त विश्वरा फोटो खै त कसले खिच्छ त फोटो खिचौँ न हजुर गाइस फोटो खिचेन नि Happy birthday. तिन पनि खूब ल रवि दाइ बुलुलाई खोल्नु बुलुलाई खोल्नु बुलुलाई Thank you so much. क्ल्याप 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 ताली बजाउँदा नि क्यु दिन पर्ने यार ल हामीले चाखा जनाउँ त यो के थाहा भएन अघि के के YouTube okay yeah use गरेर हान्ने के क्रिएट हाल मेरो Oh, होइन त्यो नखाल्ने के पनि कसरी हाल्ने त नि फेरि प्याक गर्न नि त्यस्तरी खाल्ने के यो चाहिँ हेर त नखाएको आफूले खाएको हेर भाउजूलाई फोन आयो आफूले गममा खानु पर्छ तुम हुए मेहरबान तो है ये दास्तां के गर्छ ह्याप्पी बर्थडे टु यु जान। यसरी नै आजको बर्थडे सकियो, तर परमेश्वरले तिमीलाई सधैँभरि एकदम धेरै आशिष दिनुभएको होस्। बाई बाई।